माछा, मासु, अन्डा खाने व्यक्तिहरूले गर्ने कुनै पनि किसिमको आसन, प्राणायाम वा कसरत व्यायामलाई हाम्रो आध्यात्मिक शब्दकोश अनुसार योग मान्न सकिँदैन। जाँड, रक्सी, चुरोट, बिडी, खैनी, गुटखा जस्ता धूम्रपान, मद्यपान तथा चियापान सेवन गर्ने कुनै पनि व्यक्तिहरूले गर्ने त्यो आसन, त्यो प्राणायाम वा त्यो व्यायामलाई योग मान्न सकिँदैन। यदि अलिकति भए पनि, 1 इन्च भए पनि कुनै पनि विषयमा झनक्क रिस उठ्छ भने त्यस्तो रिस उठ्ने व्यक्तिहरूले गर्ने कुनै पनि आसन, प्राणायाम, व्यायामलाई योग मान्न सकिँदैन। रिस, डाहा, लोभ, लालच, घमण्ड, अहङ्कार, अरूको कुरा काटिने स्वभाव, अरूभन्दा मनै जान्नेछु, मनै बुझ्नेछु, अरूभन्दा मनै ठुलो हो, सबै कुरा मलाई मात्र आउँछ, अरूलाई आउँदैन भन्ने स्वभाव भएका र आफ्नो मनलाई नियन्त्रण गर्नै नसक्ने स्वभाव भएका कुनै पनि व्यक्तिहरूले गर्ने वा गरेका ती आसन, ती प्राणायाम र ती व्यायामहरूलाई योग मान्न सकिँदैन। धैर्यता, सहनशीलता र नम्रताको गुण नभएका व्यक्तिहरूले गर्ने ती आसन, ती प्राणायाम र ती व्यायामलाई योग मान्न सकिँदैन। कुनै पनि विषयमा अरूको निन्दा गर्ने, अरूलाई गाली गर्ने, अरूको अपमान गर्ने, अरूलाई तल दबाउन खोज्ने व्यक्तिहरूले गर्ने ती आसन, ती प्राणायाम, ती व्यायामलाई योग मान्न सकिँदैन। कुनै पनि किसिमका कोल्ड ड्रिङ्क्स छोड्नै नसक्ने व्यक्तिहरूले गर्ने ती आसन, ती प्राणायाम, ती व्यायामलाई योग मान्न सकिँदैन। बिहान बिहान 2-3 बजे उठेर आस्था टेलिभिजन हेर्दै रामदेवज्यूले सिकाउनु भएका ती योगहरू गर्ने, तर दिनको सुरुवात नै चियापानबाट गर्ने अर्थात् चिया छोड्नै नसक्ने व्यक्तिहरूले गर्ने ती आसन, ती प्राणायाम र ती व्यायामलाई योग मान्न सकिँदैन। हरेक दिन बिहान उठेर 1-2 घण्टा आफ्नो शरीरका विभिन्न अङ्गहरूलाई यताउति हल्लाउनु, यताउति बङ्ग्याउनु अर्थात् विभिन्न किसिमका आसन गर्न जान्नु, प्राणायाम गर्न जान्नु वा व्यायाम गर्न जान्नुलाई मात्रै योग मान्न सकिँदैन। अनि अर्को कुरा, आफूले चाहिँ माछा, मासु, अन्डा, जाँड, रक्सी, चुरोट, बिडी, खैनी, सुर्ती, चिया, कफी, कोल्ड ड्रिङ्क्स अर्थात् चियापान, मद्यपान, धूम्रपान केही प्रयोग नगर्ने, तर अरूलाई प्रयोग गर्नका लागि दिने वा ल्याइदिने वा त्यो चिज किन्नका लागि पैसा दिने व्यक्तिहरूले गर्ने त्यो आसन, त्यो प्राणायाम, त्यो व्यायामलाई योग भन्न सकिँदैन। आज राष्ट्रिय योग दिवस, अझै पनि 90% भन्दा बढी मान्छेहरूबाट वास्तविक योगका नाममा आफ्नो फेसन प्रदर्शन गर्ने काम भइराखेको छ। जब हामी आफ्नो फाइदाका लागि, आफ्नो स्वार्थ पूर्तिका लागि कुनै पनि क्रिया गर्छौँ भने त्यसलाई योग मानिँदैन। त्यो हाम्रो कर्म हो र कर्ममा पाप हुने धेरै सम्भावना हुन्छ। तर भगवत समर्पित र प्रभुको प्रसन्नताका लागि हामी कुनै पनि क्रिया गर्छौँ भने त्यो योग बन्दछ र योग गर्ने व्यक्तिमा पाप आचरण हुँदैन। योग भनेको जोड्नु अर्थात् आफ्नो मनलाई, आफ्नो चित्तलाई भगवानसँग जोड्नु, हर पल हर क्षण आफ्नो तन मन भगवानसँग जोड्न सक्नु नै योग हो। तर त्योभन्दा पहिले हामीले आफ्नो मन र आफ्नै शरीरलाई जोड्न सक्नु अर्थात् एकै ठाउँमा ल्याउन सक्नु नै योग हो। कहिलेकाहीँ हामी एक ठाउँमा बसिराखेका हुन्छौँ, तर हाम्रो मन अन्तै भागिरहेको हुन्छ, अन्तै दौडिरहेको हुन्छ र हामी बिहान व्यायाम गर्दाखेरि, कसरत गर्दाखेरि पनि हाम्रो मन, हाम्रो चित्त त्यो ठाउँमा हुँदैन। हामीले व्यायाम गरिराखेका हुन्छौँ एकातर्फ भने अर्कोतर्फ हाम्रो मन कता कता अन्तै भागिरहेको हुन्छ, दौडिरहेको हुन्छ। हो,
हामीले आफ्नो मनलाई र आफ्नो शरीरलाई जोड्न सक्नु पनि योग हो र त्यसपछि अर्को चरण सुरुवात हुन्छ। हामीले हाम्रो मन, तन र चित्त भगवानसँग जोड्नु नै योग हो। तसर्थ योगासन, व्यायाम, प्राणायाम योग हुँदै होइन, हामी सबै यो भ्रमबाट मुक्त हुनुपर्छ। हामीहरूले योग भनेर गर्ने क्रियाहरू अर्थात् आसन, प्राणायाम, व्यायामहरू योग होइनन्। हामीले ती किन गर्छौँ भन्दाखेरि हाम्रो शरीर र हाम्रो मन एकै ठाउँमा आओस् भनेर। हामीले गर्ने व्यायामको उद्देश्य नै यही हो, हाम्रो मन र आफ्नो शरीरलाई एकै ठाउँमा ल्याउनु। यदि तपाईलाई कुनै पनि व्यक्तिले म योग गर्छु, म त योगी हो भन्नुभयो भने तपाईले उहाँको बारेमा सजिलै मूल्याङ्कन गरेर उहाँ साँच्चै वास्तविक रूपमा योग गर्नुहुन्छ कि योगका नाममा फेसन प्रदर्शन गर्ने काम गर्नुहुन्छ भनेर सजिलै तपाईले थाहा पाउन सक्नुहुनेछ। आध्यात्मिक